सुरुमा यो खोलौँ है त एक्सपर्ट खोल्दैछ अब यसले फेरि टेम्पोरेरी एडजस्टमेन्ट गर्दै जान्छ अब यो चाहिन्छ त हामीलाई अहिले टेम्पोरेरी एडजस्टमेन्ट गरेन एउटा एक्जिट हुने त्यसपछि अब यहाँ छ जबहरूको नामहरू यहाँ छ कि छैन हैन कुन चाहिँ हो तिमीहरूको यही त होला नि टोपोको अनि ग्रुप ए ब्रिज साइट यो दुईटा हो हैन अब यसलाई सुरुमा हेरौँ स्लो भएको छ है अनि यहाँ अप्सनहरू जबमा त गयो यहाँ माथि टाइटल दिइरहेछ नि हैन त्यही जबभित्र छ भने कन्फर्म भयो यहाँ के लेखेको छ एक्सपोर्ट एन्ड सेन्ड डाटा भनेको छ कि हैन यहाँ जाने अब यसले कुन कुन फर्मेटमा मागिरहेछ हेर त यहाँ अटोक्याड टीएक्सएफ भनेको छ कस्टम टेक्स्ट फाइल भनेको छ कि हामीलाई टीएक्सटी फाइलमा लानुपर्छ है त्यो टीएक्सटी फाइललाई चाहिँ हामीले एक्सेलमा सजिलै कन्भर्ट गर्न सकिन्छ त्यही भएर यसमा लाने किनभने कति तिमीहरूको डाटा मिलाउन पनि बाँकी छ नि हैन एक्सेलमा भएपछि सजिलो भयो त्यसलाई नेक्स्ट गर्ने है अब यसले कस्तो कस्तो एंगलको सिस्टमहरु लिएको थियो त्यो भनिरहेछ हैन नेक्स्ट गर्ने त्यसपछि के दिने त हैन पोइन्ट नेम इस्टिङ नर्थिङ जेट हैन यिनीहरु अब यो ल्याटिट्युड लंगिट्युड चाहिँदैन एंगलको सिस्टममा चाहिएन हामीलाई हैन त्यही भएर नेक्स्ट गर्ने अब यति डाटाहरु छ भनेर भनेको छ है अब यो सबै के गर्ने एक्सपोर्ट गर्दिने 1036 वटा डाटा के भयो एक्सपोर्ट भयो भनेको यसको चाहिँ टेक्स्ट फाइलमा चाहिँ बनेर बस्यो है अब एन्ड गरौँ है यसलाई सेभ गर्ने त्यही यही नामले सेभ गर्ने है त सेभ भयो अब कहाँ जानु पर्यो भन्दाखेरि एक्सपोर्ट एक्जिट गर्ने त्यसपछि कहाँ जाने माई डिभाइस एक्सपोर्ट भएर अब यसको इन्टरनल मेमोरीमा बसेको हुन्छ कि है अनि यहाँ कहाँ जाने नि भन्दाखेरि सरी कहाँ भयो यो इन्टरनल मेमोरीमा है इन्टरनल मेमोरी भनेको थिएँ मैले हैन इन्टरनल मेमोरीमा जाने यहाँ छ सेकेन्डमा त्यहाँ जाने त्यो भित्र नि एक्सपर्ट भन्ने बाट बन्यो हो नि त यो एप्लिकेसनबाट हो त्यहाँ एक्सपर्टमा जाने र यहाँ चाहिँ के छ रोड आर्यन छ हैन तिमीहरुको के थियो टोपो भनेपछि अलि तल त होला नि हैन ब्रिज भनेको छ हेर कति फाइल छ ल हेर यहाँ के छ एफएससी टोपो ए भनेको छ यसको कुन छ जीएफटी फाइल भनेको छ त्यो काम छैन हामीलाई टोपो ए छ अर्को जीएफटी भन्ने नि छ र फाइल छ हामीलाई चाहिने के हो टेक्स्ट फाइल टीएक्सटी फाइल यो छ नि अब यसलाई चाहिँ हामीले के गर्नुपर्छ सिलेक्ट गर्नुपर्छ है तर हामीले अब यो पेन ड्राइभ हालेको छैन हैन यो पेन ड्राइभ अघि त हामीले इन्टरनल मेमोरीमा त देखाएको थियो नि अब एक्सटर्नल मेमोरी भनेर यो देखाउँछ कि अहिले मैले हाल्छु हैन त्यस हाम्रो यो चाहिँ आइसक्यो है अब यसलाई के गरौँ त पहिला पेन ड्राइभलाई हारौँ यहाँ हेर यो खोलेर यो हार त यसमा है अहिले अलि भित्रसम्म गएको छ नि हैन ल ठिक छ त्यसो भए अब के गरौँ त यो जुन हामीलाई टीएक्सटी लेखेको फाइल छ नि हेर त यहाँ एउटा जीएफटी छ तिमीहरुको फाइल त यिनीहरु नै हो हैन त एफएससी वाला हो नि तर हामीलाई के चाहियो त एफएससी को नि टीएक्सटी वाला फाइल चाहिँ यसलाई टच गर्ने हो अब के जाने एडिटमा जाने सरी फाइल एडिटमै हो हैन एडिटमा जाने के गर्ने कट नगर्ने कपी गर्ने हैन कपी गर्यो अब हेर यहाँ फेरि माई डिभाइसमै जाउँ यहाँ अर्को हार्ड डिस्क भन्ने आयो त्यो भनेको पेन ड्राइभ हैन हो अब यहाँ भित्र छिर्ने अनि यहाँ फेरि एडिटमा जाने अनि पेस्ट गरिदिने आयो क्या हैन टेक्स्ट फाइल भनेर आयो कति छ त 41.7 केबी कति थोरैमा पनि 1036 वटा डाटा छ हैन एउटा भयो ल